त्यस मध्येमा त हैन घर खर्च त्यो कुरा पनि हामी गर्छौँ यो बचतको कुरा। ओके, फेरि आज एकैचोटि यत्रो कुरा चाहिँ अब हामीले गरिराख्नु भएको छ। हजुरहरूले हजुरको घर घरमा इन्टरनेट के अरे वाइफाई छ, फुर्सदको समयमा कसरी न केही काम चाहिँ त्यतिकै खेर सस्टेन भएन अहिले चाहिँ हामीले सोचिराखेको हुन्छौँ। तर यहाँ तपाईँको स्वास्थ्यको कुरा, तपाईँले पैसा बचतको कुरा, व्यापारको कुरा, यो सर्लक्कै यो बच्चामा सर्छ। त्यस्तो खाले सिस्टम छ क्या, बच्चामा जान्छ। अब यसको लागि पनि तपाईँको लागि केही गरिदिन पाए हुन्थ्यो भन्यो भने बसाए पनि राम्रो हुनसक्छ। अर्को सहयोगको कुरा छ, हेर्नुहोस्, आपसी सहयोग भनेको आफन्त साथीभाइ छिमेकीलाई कति सहयोग गर्नमा लाग्छ नि त, तर हामीले सहयोग गर्न सकिरहेको छैन। आर्थिक हिसाबमा पनि सहयोग गर्न सकेन पनि सहयोग गर्न। यहाँ हामीले यो आजको विषयमा यदि हजुर सहयोग पनि गर्न सक्छौँ, सहयोग दिन पनि सक्छौँ। तर अहिलेको खानपानमा त्यही कारणले चाहिँ हामीले